हाम्रै चाहिँ अहिले बिजोग छ विदेश आएको यस्तो सँगै बसिरहेको काम गर्नु आएको हेरे यसरी विदेशको ढुङ्गा देखाइदिउँ विदेशको ढुङ्गा मच्छर खाडी माछा खाडी माछा खाडी हामी चाहिँ यहाँ माछा खाडीमा वाल लाउन आएको छौँ यो रिसोर्टको नाम त के पो छ यहाँ चाहिँ एउटा सानो रिसोर्ट बनेको छ यहीँको माछा खाने यहीँको माछा पक्रिनै खाने अलिअलि चोर्दा पनि हुन्छ होला कोरियामा पुरा माछा खाडीमा हैन वाल लाउँदै हो नि हैन यो कोरियामा गाह्रो छ नेपालै जस्तो जस्तो पनि छ कसो कसो हेर्दाखेरि कस्तो हुँदैछ अनि डम्बर दाइ हाम्रो कोरियामा सुन्नुभयो नि कति रमाइलो छ नि माछा खाडी अरे माछा पाल्नु पर्ने अरे गाह्रो छ हौ कोरिया चाहिँ आउनु पर्ने रहेछ के गर्नु पर्ने रहेछ अरे यहाँ चाहिँ सानो रिसोर्ट भइरहेछ तपाईँहरू पनि घुम्न आउने कोरिया संसारदेखि अलिकति मुन्तिर होइन कोरिया बिरतरदेखि मासतिर संसार मुन्तिर बिचमा चाहिँ कोरिया छ यो चाहिँ कोरियाको माछा खाडी हेर्नुहोस् यस्तो काम गर्नु परेछ भन्दै पुरा के पो अर्को कुन देशको हुन्छ नि नेपालमा काम छैन गर्नै पर्यो